सो हेलो एभ्रिवान साथीहरू आज चाहिँ हैन म त यो बेलुका चाहिँ दिनभरि कामहरू ठ्यामठिम गऱ्यौँ मिलाउनु जुलाउनु हामीले सकेसम्म चाहिँ फ्यामिली मिलेर गरिसक्यौँ हैन र फाइनल लुक चाहिँ म तपाईहरुको लागि है भिडियो बनाइराखौँ भनेर नि अब भोलिको दिन त सारै भिडियो बनाउनु म भ्याउँछु जस्तो लागेको छैन तर यो भिडियो पनि कहिले अपलोड हुन्छ त्यो पनि थाहा छैन है मलाई जान्दिन भनेछु झन्डै थाहा छैन किनभने भन्नु सकिँदैन नि त हैन अब फोन चलाइरहनु अब टाइमै त्यस्तो मिल्दैन भनौँ न सो त्यही भएर चाहिँ सानो सानो क्लिप्स कस्तो बनाएको छ हजुरहरूलाई पनि देखाउँछु ल हेर्नुहोस् लास ल साथीहरू यहाँनिर चाहिँ चडक्कको हाम्रो यहाँ चाहिँ चिया खाने के भन्नु चिया खाने जग्गा है टेबलहरू अब चिया पानी बिस्किटहरू ह्यानत्यान खाने जग्गा हो चडक्क अब यहाँदेखि स्टार्ट गरिदिएको नि मैले फ्ल्यासलाइट बाल्नु बिर्सेछु अब यहाँदेखि उता जानुपर्ने हुन्छ डाइनिङ हो देखाउँछु ल त्यहाँ परै गएर साथीहरू तपाईहरुलाई डाइनिङ देखाउँछु भनेको त्यतिकै काममा बिजी भइगयो हो हामी चाहिँ फिलहाल यहाँ खोर्सानी काट्दैछौँ हो यो चाहिँ पर्यो पकौडाको लागि उयो मामाले चाहिँ चटनीको लागि काट्नु हुँदैछ हो अन्त डाइरी पो भन्नायो डाइनिङको चाहिँ हल्का नजारा देमाले देखाइदिनु हुँदैछ तपाईहरुलाई यो चाहिँ अब ए भयो देमा भयो म त एक्लै बोल्दै रहेछु है यहाँनिर हुन्छ देमाले पक्रिदिनु भएको थियो हैन अन्त हुन्छ नि साथीहरू यो चाहिँ अब फाइनल चाहिँ भन्नु मिलिहाल्दैन किनभने बिहा भोलि हो अब आज हल्का फुल्का डेकोरेसनहरू चाहिँ सकिएको काटकुटे चल्दैछ भोलि चाहिँ अब चेयरहरू राखेर मिलाउनु पर्ने हुन्छ यहाँनिर अब यो टेबलमा डिस्कहरू जान्छ भोलिको दिन चाहिँ है आज चाहिँ अब यसो काटकुटे काम गरौँ न भनेर चाहिँ केही कुरामा युटिलाइज ल्याउनु पर्यो नि त वाइस बनाइसकेपछि हैन सो त्यही गरिँदैछ ल म चाहिँ हात गरेर एकछिन बिसाएको हो यहाँनिर गाजर चाहिँ काटिरहेको छ पकौडाको लागि हो यो चाहिँ यहाँनिर चाहिँ भोलिको सल्लाह सल्ली हुँदैछ हो सक्नु भएको भर्खर स्टार्ट हुँदैछ भने ए म नि सघाउँछु नि खोर्सानी काटिसक्यौँ कि हामीले अब प्लेट मिलाउँ न मिलाउँ न होइन हुन्छ खास चाहिँ यहाँ रहेछ नि त यहाँ यो हो नि त डोरी बनाएर चाहिँ यो बाह्र चाहिँ हो खानापिना बनाउने यो त किचन भइहाल्यो छ्यामा मम्मी मामाहरू सामान लिइकन आएको हामी चाहिँ भर्खरै मात्रमा हो यो चाहिँ देखाउँ भएन नि तपाईँहरूलाई सबैजना छौँ यहाँ बेमा बिहा घरको चाहिँ यस्तो छ है साथीहरू अपडेट जिरिङ्गी त्यही हो है डेकोरेसन पनि सिम्पल त अलमोस्ट गरिसकेको छु है खल्ला